स्टार अलराउन्डर दिपेन्द्र सिंह एरी पाकिस्तान सुपर लिग PSL 2026मा बिक्री भएका छन्। उनलाई पाकिस्तान सुपर लिग अन्तर्गत इस्लामाबाद युनाइटेडले आफ्नो टोलीमा अनुबन्ध गरेको हो। पहिलो पटकको राउन्डमा अनसोल भएका दिपेन्द्र सिंह एरी दोस्रो राउन्डमा चाहिँ 60 लाख पाकिस्तानी करेन्सीमा सोल्ड आउट भएका छन्। यो ऐतिहासिक क्षण नेपालका लागि एकदमै ठुलो हो, किनभने सन्दीप लामिछानेपछि PSL खेल्ने नेपालका लागि दोस्रो खेलाडी बन्नेछन् दिपेन्द्र सिंह एरी। इस्लामाबाद युनाइटेडले आफ्नो लिगमा अनुबन्ध गरेपछि दिपेन्द्र सिंह एरीको फोटो पोस्ट गर्दै नेपालका अलराउन्डर आएको भन्ने खबर दिएको हो। आक्रामक ब्याटिङ र प्रभावशाली बोलिङका लागि परिचित दिपेन्द्र सिंह एरी विभिन्न विश्व रेकर्ड राख्दै आएका छन्। यसअघि एरीले T20 अन्तर्राष्ट्रिय 9 बलमै अर्धशतक प्रहार गर्दै विश्व रेकर्ड समेत कायम गरेका थिए। त्यसका साथै कतार विरुद्ध भएको खेलमा उनले 6 बलमा 6 छक्का हान्दै अर्को कीर्तिमान कायम राख्न सफल भएका थिए। आक्रामक ब्याटिङ र बोलिङ दुवैतर्फ अलराउन्डर पर्फर्मेन्स गर्न सक्ने दिपेन्द्र सिंह एरीले फिल्डिङ पनि त्यत्तिकै राम्रो गर्ने गरेका छन्। उनले हरेक म्याचमा एक न एक रन आउट गरेकै हुन्छन्, त्यसकारणले पनि उनलाई अलि ठुलो अलराउन्डर बन्न मद्दत पनि गर्दछ। हालै भएको इङ्ल्यान्ड विरुद्धको प्रदर्शनमा पनि उत्कृष्ट प्रदर्शन गरेका दिपेन्द्र सिंह एरीले पाकिस्तान